सो हे गाइस फेरि पनि स्वागत छ तपाईलाई एउटा मेरो न्यू भिडियोमा। र आजको दिन चाहिँ म बाख्रा चराउन आएको छु है। म बाख्रा चराउन आएको छु र तपाईहरुले देख्न सक्नुहुन्छ नि आजको मौसम चाहिँ यस्तो छ, पानी पर्न लागेको छ हैन। सो मेरो चाहिँ फाइनली 500 सब्स्क्राइबर चाहिँ पूरा भइसकेको छ र यही नहीं अभी और सुनिए। र म चाहिँ एकदमै ह्यापी छु एकदमै ह्यापी छु। र अब चाहिँ मेरो टार्गेट चाहिँ रहेको छ 1000, मतलब कि 1000 सब्स्क्राइबरमा मेरो टार्गेट चाहिँ छ हैन। सो तपाईहरुले 1000 सब्स्क्राइबर चाहिँ पुराइदिनु होस् भन्न कुछ तरिका है भीख मांगने का चाहन्छु। र मेरो भिडियो जो कताबाट हेरिहाल्नुहुन्छ त्यो पनि बनिदिनु होला। र तपाईहरु चाहिँ सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु, तर म चाहिँ एकदम सन्चो छैन है त। हम मालूम है तेरे बाप को मत सिखा। मेरो चाहिँ एकदम टाउको दुखिरहेछ हैन, एकदम टाउको दुखिरहेछ, खोकी लागेको हो जस्तो लागिरहेछ मलाई चाहिँ हैन। आज बिहानैदेखि उठ्ने साथै मलाई चाहिँ एकदम टाउको दुखेको महसुस भएको थियो र उठेर त्यही खाजा खाने समय मलाई चाहिँ लास्टै टाउको दुख्न थाल्यो हैन। जिउ पनि लास्टै दुखिरहेछ अहिले चाहिँ। र आजको दिन चाहिँ पानी परेर अलिक ठिक छैन जस्तो लाग्छ। र मेरो यो क्यामेराको क्वालिटी चाहिँ छैन कि, साथसाथै यो क्यामेरामा के भएको कि फोनै क्यामेरै बिग्रेछ, मतलब कि माइक्रोफोन बिग्रेछ, क्यामेरा भन्दा पनि माइक्रोफोन चाहिँ अलि बिग्रेछ। र आजको मौसमले गर्दा पनि भिडियो चाहिँ राम्रो आएको छैन होला, भिडियोको क्वालिटी राम्रो छैन होला, ब्याकग्राउन्ड राम्रो छैन हैन। सो तपाईहरुले ब्याकग्राउन्ड राम्रो नभए पनि मलाई चाहिँ सपोर्ट गर्नुहोस् भन्न चाहन्छु। अहिले म यस्तै भिडियो ल्याउँछु कि, तर बिस्तारै बिस्तारै म चाहिँ अरु भिडियो नि अलिक राम्रो राम्रो खालको भिडियो नि ल्याउन कोसिस गर्ने छु हैन। हाँ ये कर लो पहले। र यो भिडियो चाहिँ मेरो खासै फर युमा जाँदैन रहेछन्। फर युमा नगए पनि त्यही आउँछ, भ्युज चाहिँ आउँदैन यो लङ भिडियोमा। सर्ट भिडियोमा चाहिँ 1000 भन्दा माथि नै भ्युज आउँछ कहिले कहिले। र मलाई चाहिँ यो 1000 भ्युजले नि एकदमै खुसी मिल्छ क्या हैन। सो अरु क्रिएटरहरुलाई चाहिँ यस्तो 1000 भ्युज चाहिँ नर्मली लाग्छन् होला, तर मलाई चाहिँ त्यस्तो नर्मली लाग्दैन नि हैन। मेरो मेहनत अनुसार यो भिडियो आइराछ हैन, भिडियो मतलब कि मेहनत अनुसार भ्युज आइराछ हैन। सो मैले मेहनत गरे अनुसार चाहिँ भ्युज आइराछन्, म त्यसमा खुसी छु हैन। 1000 सब्स्क्राइबर 1000 भ्युजले नि मलाई एकदमै खुसी मिल्छ क्या। सो मेरो वाच टाइम चाहिँ बढाएको छैन कि, अरु चाहिँ सबै बढिरहेछ, वाच टाइम बढाएको छैन। त तपाईहरुले वाच टाइम चाहिँ बढाइदिनु होस् भन्न चाहन्छु। कौन है ये लोग, कहाँ से आते हैं? 365 दिनमा चाहिँ हामीले 4000 वाच टाइम पुरा गर्नुपर्ने हुन्छन्। र त्यो चाहिँ मेरो पुरा हुन चाहिँ लाग्दो रहेछ नि टाइम। र मैले लङ भिडियो पनि धेरै बनाउन हालेको, र आज चाहिँ मैले यो लङ भिडियो मतलब 2-3 मिनेटको भिडियो चाहिँ हाल्दैछु हैन। सो तपाईहरुलाई यो भिडियो चाहिँ कस्तो लागिराछन्, र मलाई चाहिँ अलिक कन्टेन्टै मिल्दैन कि हैन। कस्तो भिडियो बनाऊ, कसरी बनाऊ हैन, फेस रिएक्सन बनाउन आउँदैन मलाई चाहिँ हैन। सो त्यही पनि तपाईहरुले चाहिँ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र आजको मौसम चाहिँ यस्तो कुइरो लागिरहेछ कि हैन, मौसमै धुमिरहेछ, थुथुरे पानी पनि परिरहेको छ हैन। सो आजको दिन चाहिँ कस्तो हुन्छ मलाई पनि थाहा छैन, र यो दिन चाहिँ आज कस्तो हुन्छ त्यो त मलाई राम्रोसँग थाहा छैन। र म्यानेज गरौँला जस्तो भए पनि। र मैले चाहिँ अहिले बाख्रा चाहिँ 5 बजीसम्म चराउँछु है त। र मेरो भिडियो चाहिँ यति नै रहेको छ हैन। मैले चाहिँ यति नै बनाउनलाई गरेको, म त्यही 500 सब्स्क्राइबर पुरा भयो भन्नु नै आएको है तपाईहरुलाई। सो त्यो भन्दा माथि तपाईहरुले पुरा गरिदिनु होला। हस्त धन्यवाद, भेटौँला अब अर्को भिडियोमा। त्यसैगरी बाइ बाइ।